बुढा राम्रोसँग जाऊ। अब तिमी पनि परदेशमा जान लागिहाल्यो, म एक्लै कसरी बस्नु? राम्रोसँग जाऊ है बुढा। ल ल ल त यसरी चिन्ता लिनु पर्दैन हेर, मलाई पनि कहाँ विदेश जानु मन थियो र तँलाई छोडेर। अब हाम्रो बालबच्चा नि भएको छैन, म विदेश गएर टन्न कमाएर लिएर आउँला, अनि एउटा छोरा एउटा छोरी जन्माएर मजाले सुखसँग बसौँला। त यसरी चिन्ता नगर न, त यसरी रोइस् भने त मेरो हिम्मत हारिहाल्छ नि। म परदेशमा गएर कसरी कमाऊँ भन् त आफै। ल ल बुढा राम्रोसँग जाऊ। म पुर्याउन पनि भ्याएन, के गर्नु, गाउँठाउँमा यस्तै छ। होइन राम्रोसँग जाऊ। ठिक छ त चिन्ता नगर। अब ए त पनि आइपुगिस्? म पनि आइपुगेँ। अब फ्ल्याट ढिलो हुन्छ, किन कुर्नु त? ठिकै छ, अब ऊ पनि अफिसको काम छ अरे, पुऱ्याउनु जानु भ्याउँदैन अरे। होइन ठिकै छ, भाउजूलाई राम्रोसित सम्झा। अब के गर्नु, यस्तै त हामी सबैका घरमा दुःख छ। अब यो कोही रहरले जाने होइन हेर भाइ, विदेश भने चाहिँ ठिकै छ, यसो यहाँ घरतिर नि रेखदेख गर्थ्यो, भाउजू एक्लै छ होइन। होइन त्यो त हामीले हेर्ने त सहर साथीको लागि चिन्ता नमान, म धेरै पैसा कमाएर आएर ठुलो घर बनाउनु पर्छ। बुढा जाने बेला अलि हाँसेर बिदाई गर न हो, अनि पो लक्षण पर्छ त। त्यो त फुस्स फुलेर तन्खेर कहाँ हुन्छ। ल नर नर मन दुख्छ नि त। ल सँगै अब के बसिरहेको गर्नु, बिदाई बुढा गर्ने बेला म पनि एउटा माला लगाइराख्नु त होला है। ल ल कहिले पनि माला ल्याइदिस्। के गर्नु, साथीको लागि त्यति पनि नगर्नु त भने। यही छ बाबु, टिका यही लगाइदिनु। माला पनि सुकेको ल्याइन्छ, हिजै बुनेर राखिस् कि क्या? अब के गर्नु, आफ्नो साथी जाँदा अब मन चसक्क छुन्छ यहाँ। के गर्नु, अब देशकै स्थिति यस्तो छ। स्वदेशमा बसेर काम गरौँ भने केही काम रोजगार भन्ने छैन यहाँ। देशको हालत एकदम बिकराल छ भाइ। अब के गर्नु, जानै पर्यो नि। अब बाबु राम्रोसँग पुऱ्याइदिनु ल। हुन्छ भाउजू, म राम्रोसित पुर्याएर आउँछु, तपाईँ चिन्ता नलिनु भाउजू। अब के गर्नु, यस्तै हो। आनन्दले ढुक्क भएर बस, म फोन गरिरहन्छु बेला बेलामा। तैँले ल अब म जान्छु है। ल ल राम्रोसँग जाऊ। त केही पिर नगर के, 2-4 वर्षको कुरो त हो नि, त्यसपछि म आइहाल्छु नि। ल बाबु राम्रोसँग पुऱ्याइ। ल म राम्रोसित पुर्याउँछु भाउजू, चिन्ता नगर्नु। अब के गर्नु, अब देशकै स्थिति यस्तो छ हेर्नु। अब के गर्नु, नगरेर नि नहुने, अब कमाउनु पर्यो, त्यही त हो नि। हुन्छ ल राम्रोसँग जाऊ। जान्छु ल, बाई। राम्रोसँग बस है। के झोक्राएर बसेको? आउनुभयो तपाईँ नि? गइसक्यो बुढो? गएँ नि। अनि तिमी गएन छ त? मैले यति बाहना गरेँ, यति नाटक गरेँ, बल्ल बल्ल पठाइदियो हो मैले त। अन्त नि सुन न, भन न। अब बुढो पनि गइहाल्यो, तिमी पनि एक्लै के यहाँ बस्छौ? यसो घुम्न जाऊ। घुम्न जाने र? घुम्न जाने नि, यहाँ बसेर के काम हो? ल जाउँ न त जाउँ। अब यो ड्रेसमा त यहाँ मोडै आउँदैन यार, यसो फेरेर आऊ न। कस्तो ड्रेस लाउनु त हो? अलि हट लाउनु हो, यति यति भयो। त्यही त बुझ्छ न, चल एकछिन बस्नु है। म आइहाल्छु, आइहाल है। आइडिया चाहिँ लाउँछ कि केटो। अब विदेश गयो, विदेशको बसिन्छ, केटाले मोज गर्छ अरे। कति बेर लाग्यो? हुन्छ? अब के टाढा जाने भने यतितिर बस्नु हुँदैन? हुन्छ। अनि सुन न, तिमीले आज कस्तो देखिएको भने हो नि। अनि सुन न, त्यसलाई चाहिँ कसरी मनायो? त्यो त म विदेश जाँदै जाँदैन यहीँ स्वदेशमै बस्ने हो भन्दै थियो त। यति नाटक गरेँ मैले, यति बहाना बनाएँ, बल्ल 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 मनाएँ के। अनि त्यसपछि यसरी गर्नुपर्छ, उसो गर्नुपर्छ, हाम्रो भोलि पर्सि बालबच्चा हुन्छ, अहिले पो उमेर छ होइन, यताउति भनेर यति फकाइ बल्ल बल्ल गएँ। बल्ल ढुक्क आनन्द भयो।
मलाई पनि त कति गाह्रो भएको थियो नि। अब त्यो हुँदाखेरि कहिले भेट्न पनि नपाउने, भेटे पनि डर लाग्ने। अब त्यो अस्ति न छ नि हामी त्यो काठमाडौँमा गएर होटलमा बस्दाखेरि कस्तो डर लाग्यो नि मलाई त। न थाहा हुने कि कसैलाई के हुने कस्तो तनाव भएको थियो नि। तर धन्न थाहा पाएन कि तर सोधो रहेछ क्या। अबदेखि त विदेश गएर पैसा कमाएर पठाउँछ हामी दुईजना चाहिँ रिल्याक्स गर्नुपर्छ ल है। खुसी गरौँ न। यस्तै हो कि। अनि सुन न, अनि आज चाहिँ यहाँ एकछिन बस्छौँ ल। अनि तिम्रै घरमा चाहिँ आज बस्नु मिल्दैन? घरमा त हुँदैन नि, किन गाउँलेले देख्यो भने भोलि कुरा काट्दैन। ए हुन पनि हो। अनि ठिकै छ ठिकै छ, यस्तो हतार गर्नु पनि हुँदैन कि। हतार गरेको फेरि राम्रो पनि हुन्न होइन। अब त्यो गइहाल्छ। गइसकेपछि मिठा मिठा कुरा गर्दै 1 महिनामा चाहिँ टक्क पैसा पठाइहाल भन्नुपर्छ है। त्यो त मिलाइहाल्छ नि, गफले लटाइदिइहाल्छ नि, टेन्सनै आज त नगर्नु तिमी कस्तो है। अब त के खाने है कट्टु फल पनि परेर छ है। होइन यार, यस्तै हो कि डिजाइन अहिलेको फेसन, नयाँ फेसन हो क्या यो। म त लट्ठी छु नि है। अनि सुन न एकचोटि माया गरौँ बाटो बाटोमा के लाज लाग्दैन कि। अब यहाँ कोही छैन, हाम्रो घर एकान्त मात्रै हो नि। भयो भने कसैले देख्यो भने फलानाको बुद्धि त यस्तो रहेछ उस्तो रहेछ भन्दैन मान्छेले। भने कहिले गर्छ त कि मलाई कहिले पनि तिमीले यस्तो कति दिन भयो भन त। नरिसाउनु बाबा, बाबा ठाउँमा पुगेर गरौँ पनि हामी के भयो त नि हो। ल कस्तो ज्ञानी है तिमी। सर त म बाँचेको छु, नत्र त म उहिले मरिसकेको। के भयो फेरि? पासपोर्ट त घरमै छुटेछ नि यार। हेत्तेरी कस्तो बुद्धु त मान्छे के। अब म एयरपोर्टमा प्लेनको टिकट छुट्छ यार। ल ल त त्यहाँ तल गएर गाडी जा छिटो लिएर आइज। हेर्दै गर, म पासपोर्ट लिएर आइहाल्छु ल है। ल ल अनि सुन न, मलाई त आज कस्तो कस्तो भइरहेछ। त्यस्तो हट लाग्छ अनि कहाँ मन मान्छ त हौ मेरो पनि। है कस्तो राम्रो है, टिसर्ट पनि कस्तो राम्रो है। खाजा खान जाउँ न, कस्तो भोक लागिरहेछ कि। खाजा तिमीलाई यस्तो भोग प्याज तिर्खा त म मेटाइहाल्छु नि। के को पिर पनि जहिले पनि त्यसो मात्र भन्नु। तिमीलाई थाहै छ त मेरो स्थिति। अब पैसा सुक्को छैन, जम्मै खर्च तिमीले गर्ने। अहिलेसम्म त तिमीले गरिरहेको थियो, अब त सबै मैले मात्र खर्च गरेर हुन्छ र। अब के गर्नु त, बुक्का टाठो अब 1 रुपियाँ छैन कहीँबाट, आम्दानी छैन। घुमाउँदै हेर्ने। अब त चिन्ता नगर्नु न, 1 महिना अब 2 म महिना चिन्ता गर्दिनँ कि पछि त पठाइहाल्छु नि विदेशबाट। मलाई त कस्तो कस्तो यो मनै कस्तो भएर एकचोटि मजाले हाल्न ल। अनि सुन न, अब चाहिँ हामीले एकदम प्लानिङ अनुसार गर्नुपर्छ है। थाहा कसैले हुनुहुँदैन फेरि, मेरो पनि घरमा छ, फेरि परिवार हुन्छ, हरेक हुन्छ होइन, थाहा छ नि तिमीलाई। अब थाहा नपाउने जस्तो हामी रमाइलो गर्नुपर्छ। तिम्रो जे जे इच्छा छ सब म पुरा गर्छु, आर्थिकभन्दा बाहेक। पक्का हो नि? पक्का। मैले भने विश्वास गर न, तर आर्थिकभन्दा चाहिँ बाहेक है। थाहा छ नि, आर्थिक त मैले कहाँ गर्नु, कमाउनलाई पठाइयो त 2 जना मिलेर त लन्ठीलाई। विदेश जानलाई पैसा त मैले हालेँ, थाहा छ नि तिमीलाई। पैसा नपठाउन नजाने भनेको थियो नि होइन। के हो मुडमा कि क्या हो? माया गर्न मन लाग्यो नि त। तिम्रो बुढो होइन? दाइ हेर न के भयो। दाइ 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 बुढा बुढा उठु के भयो? उठु के भयो? उठु के भयो? उठु उठु बिस्तारै उठु। के भयो? के भयो? तैँले मलाई यस्तो घात गर्छ भन्ने मलाई थाहा थिएन। मैले त तेरो मेरो भविष्य राम्रो होला, विदेशमा दुःख गरेर 2-4 पैसा कमाएर राम्रो भविष्य जिउला भनेर म परदेश हिँडेको थिएँ। के भयो तपाईँलाई? ब्ल्याक त को होस्? मैले के भएको छ होइन भन्न सम्झाउनु। तिमी
तिमीले गलत सोचेको हो कि त्यस्तो केही पनि के होइन गलत के गलत म गएको 1 घन्टा भएको छैन 1 घन्टा भएको छैन अङ्गालो मारेर बसेको मेरै आँखाले देखेको छु दाई हो कि दाई हो दाई आजसम्म तिमीले गलत हो त्यो केही आजसम्म पनि छैन नदेखेको त्यसको दाई सम्बन्ध। म जाने बित्तिकै कसरी दाई भयो यो होइन दाइ कसरी दाइ भयो यो? आँखाले देखेको पनि सत्य हुँदैन के विश्वास गर्ने कुरो गर्नु न त्यही त नि भने मैले उसलाई त्यस्तो नजरले हेर्छु होला त कस्तो नजरले हेरेको अब म नि नजर- अफिस जानुपर्ने थियो अनि यसो सँगै जाउँ भनेर निस्केर हिँडेको हो कि नजर त मेरो गलत रहेछ नि तँलाई हेर्ने तँलाई मैले कति विश्वास गरेको थिएँ कति माया गरेको थिएँ मेरो माया मेरो विश्वासलाई घात गरिस आज आएर होइन के कमी राखेको थिएँ के कमी राखेको थिएँ मैले तँलाई त्यस्तो केही पनि होइन क्या बुढो सकेको खुवाएकै थिएँ तेरो मनमा लागेको इच्छा पुर्याइदिए थिएँ सकेन भनेर तेरो लागि भनेर म विदेश हिँडेको मान्छे आज आएर तँ मलाई हाते जिरो हाल्नु नारीमाथि हात हाल्नुहुन्न के तपाईँले बुझ्ने कोसिस गर्नु के अनि भयो चाहिँ के तपाईँलाई बाहिर गएको भनेको होइन उसले त बाहिर जाने के बुझाउँछस् तैँले बुझाउँछस् मलाई त्यस्तो तपाईँले देखेको केही होइन के म तपाईँलाई भन्दैछु के हो बुढो विदेश जाने तपाईँ पनि आइदिनु पर्यो एकचोटि पुऱ्याइदिनु पर्यो मैले अब देखेको पनि छैन बुढाले एकचोटि पुऱ्याइदिनु पर्यो भनेको थियो म यहाँ आउँदाखेरि ठ्याक्कै तपाईँहरू गइसक्नु भएको रहेछ एकजना साथी लिएर अनि उसले त्यहाँ परसम्म जाउँ न कहाँ पुग्नु भयो होला भनेर यहाँ आइपुगे मात्रै के थियो त्यो भ्रम हो कि त्यस्तो हामीले गलत काम केही पनि गरेको छैन केही पनि हुँदैन ए भनेपछि म भ्रममा रहेछु नि त भ्रममा होइन भ्रममा त म रहेछु ए बोल्न किन बोल्दैनस् बोल्न है कुरै बुझ्दैन अनि त्यतिकै कराएर बस्छ अनि के भन्नु के बुझाउँछस् त के बुझाउँछस् बुझा न त मलाई बुझा ल त्यस्तो नराम्रो सम्बन्ध डिस्कस केही गर्ने होइन पनि अब होइन विदेश कि? जानुलाई फेरि के छुटेर आउनुभएको जाँदिनँ म विदेश अब मेरो मुटुको टुक्रालाई यहाँ छोडेर भोलिको भविष्य हेरेर म विदेश हिँडेको मेरो भोलिको भविष्य त अन्धकारमा रहेछ नि त किन जाने म अन्धकारको भविष्य लिनलाई किन जाने साले त मेरो मबाट केही पनि भएकै छैन नि दाइ साला तँ जस्तोले गर्दाखेरि म जस्तो मान्छेहरू विदेशमा दुःख पसिना बगाएको सम्पत्ति सब गुमाउन परेको छ तँ जस्तोले गर्दा तँलाई त सिधै होइन भन न काट्नु पर्ने। तिमी पनि भन न के हो अनि तिम्रो यो भनेको कुरै बुझ्दैन उसले अनि के भन्नु त नि अब सम्झाउ न आफ्नो बुढालाई सम्झाउनु सक्दैनौ अब के अहिले सम्झाउनु अफिस जान पर्यो लाग्यो अनि के सम्झाउनु पर्यो सँगै भेटेर हामी सँगै हिँडेको मात्रै हो भनेर भनेको त अनि बुझ्दैन के ए गर्नु ए अफिस जान लाग्यो यस्तो कस्तो होइन कि त्यो यस्तो अल्झियो थियो अनि लड्न लागेको थियो कि अनि त्यही भएर उहाँले त्यसरी ल। समाउँदाखेरि ठ्याक्कै तपाईँले देख्नु ल भयो ल कि? ठिक छ तिमीले देख्यौ मलाई मैले झ्याप्पै समाएको मात्रै देखेँ अरू केही देखिनस् भन्ठानेको होला त्यहाँदेखि मैले हेर्दै आएको थिएँ होइन तपाईँले त्यो भ्रममा नपर्नुहोस् हामी बिच केही पनि यस्तो अनविश्वास गरे यसरी त कसरी चल्छ यस्तै भयो भनेदेखि त अन्त त्यत्रा लाखौँ मान्छे विदेशमा छन् कसरी चित्त बुझ्ने भने क्या तपाईँको भ्रम पनि त हुनसक्छ नि कसरी चल्छ त यसरी म विदेश गएन भने तँ जस्तो मान्छे कसरी चल्छ त अर्काको ठगेर खान पल्केको छस् तँलाई त म त के गर्नु छैन केही पनि यही ढुङ्गा छैन केही पनि सम्झाउनु हौ होइन सम्झाउनु के? होइन म के हालिदिन्छु गर्ने बरु क्या? जेल गएर बस्छु मलाई जानु छैन विदेश कमाउनु छैन पैसा जान्छु गएर जेल बस्छु काट्छु तँलाई त्यस्तो नगर्नु के भयो त होइन नि के गरे हो तिमीले हामी बिच केही भएको छ त अहिलेसम्म छैन अनि बुझ्दैन त अनि अब त्यहाँ लड्न लाग्यो यसो समाउँदाखेरि अब ट्याक्कै आइपुग्यो ऊ अनि त्यस्तै नराम्रो सोच्यो के भन्नु त होइन नि अब? तपाईँको सोच गलत छ के दाजु उसलाई अप्ठ्यारो गाह्रो साङ्रो पर्दाखेरि बाटोमा भेट्दाखेरि मान्छे लड्दाखेरि उठ्नु कर्तव्य होइन बरु होस् मेरो जति पैसा डुब्या छ डुबोस् अब म यहाँबाट डेक चलेर जान्न हेर्छु तेरो चर्ती कला पनि ल ठिक छ तैँले मलाई आज हात हालिस् तर मेरो नजरमा कुनै पनि गलत थिएन थाहा छ उसलाई पनि थाहा छ मैले नराम्रो दृष्टिले सोचे पनि थिइनँ तैँले आवेगमा आएर हात हालिस् यसको नतिजा तैँले पछि थाहा बुझोस् पक्क साला तँ जस्तो आइमाईले गर्दा हजारौँ नेपालीहरू विदेशमा बसेर दिनरात मरेर काम गरेको पैसा गुमाउनु परेको छ कति त्यतै मर्नु परेको छ कति यहाँ नेपाल फर्केर पनि आफूले जिन्दगीभर कमाएको पैसा नपाउँदा यहीँ मर्नु परेको छ तँलाई त म के गर्छु घर गएर थाहा हुन्छ हिट
साली हे छिटो